सबैजनालाई नमस्ते। हजुरहरूलाई म मेरो घरको फुल देखाउन आइरहेको छु। यस्तो राम्रो फुल भइरहेछ, कस्तो राम्रो देखिएको कि यो व्हाइट कलरको मेरो ठुलो भएछ कि यो रोज चाहिँ यहाँबाट। आज चाहिँ म जाँदैछु न्युयोर्क सिटी घुम्न त होइन तर सानो काम छ, त्यो काम सकाउनलाई म जाँदैछु। म हजुरहरूलाई देखाउँछु मैले के गर्छु भनेर। अनि आजको मेरो आउटफिट कस्तो देखेछ होला अब हेर कस्तो राम्रो फुलेको छ फुलहरू। यसले यो के अरे मिलेछ के अलिकति अहिले शीतल भयो फेरि। म हजुरहरूलाई देखाउँछु कि एकजना मेरो दिदी चाहिँ पिकअप गर्न आइरहनु भएको छ मलाई। हामी दुईजनाको चाहिँ काम छ, सानो काम। अनि त्यो सकेर हामी फेरि घर फर्किनेछौँ। हजुरहरूलाई देखाउँछौँ हामीले के गर्छौँ। बाई। फुलेको के यो फुल हाम्रो घरको यस्तो राम्रो झपक्क फुलेको फुल हो न। पुरै गमलै ढाक्ने गरेर फुलेछ के फुल त। वाउ हाम्रो घरको भ्यूज भ्यू नो भ्यूज भ्यू। यो चाहिँ हो मेरो घर। यो त छिमेकीको घर हो। यति राम्रो फुल फुलाएछ त्यहाँ नि। व्हाइट फुल चाहिँ हाम्रो नुगेछ। गाउँ चाहिँ छिमेकी गाउँ यस्तो सुनसान छ, कोही मान्छे छैनन् बाहिर। आज विकेन्डमा पनि यस्तो सुनसान छ। यहाँ पर्खेको पर्खे भए, म त पर्खेको पर्खे छु जस्तै भइसक्यो। वेट गराउने मान्छे बल्ल आएर हामी देखाउँछौँ हामी कहाँ जान लागेको। हामी सिटी क्विन्स जान लागेको। कति राम्ररी बनेर आउनुभएको र बनेर होइन यस्तो बनाएकै हो। पहिले यो चाहिँ माई फेस फ्रम माई मम एन्ड ड्याड हो भने हो। ल हामी देखाउँछौँ। ओटिटी गरिदिनु न। ल ल गर्नु तपाईँ गर्नु पहिला म गर्नु पहिला। ल गर्नु हजुरको ओटिटी। सुज फ्रम मेसिज। यो यसलाई के भन्छ जुस प्यान्ट्स। यो चाहिँ अब के भन्छ एकदम हाम्रो सस्तो राम्रो बलियो भरपर्दो बर्लिङटन। एन्ड दिस इज फ्रम मेसिज। ओके एन्ड ग्लासेस फ्रम रेबन। ओके फोन आइफोन 16 प्रो म्याक्स। ओके म चाहिँ आमा बाले बनाउनु भएको यो फेस चाहिँ। अनि यस्तो राम्रो बनाउनु सबै मलाई प्रोभाइड गर्ने चाहिँ मेरो भुन्टे बुढा। ल मेरो गर्नु लाउनु। ल ल ल यो चाहिँ मेरो आजको आउटफिट। सुज फ्रम नाइकी। आई थिङ्क यो ड्रेस फ्रम प्रिमार्क। अनि ब्याग फ्रम माइकल कोर्स। के भन्छ यसलाई माइकल कोर्स। अनि वाचेस माइकल कोर्स। ग्लास चाहिँ हो। अनि अर्को के छ मैले नि छुटाएछु नि त। रिङ फ्रम हस्बेन्ड माई हस्बेन्ड। द्याट्स इट। मेरो त छुटेछ एउटा दुइटा त। ल के चिज छुटेको ल गरिदिनु ल। छुटेको यो वाच है एमके हो मेरो पनि। अनि यो पनि एमके हो। यो चाहिँ अब ब्यान्ड क्लिप के हो यो ब्यान्ड क्लिप। ओके ल गाइज बाई। हामी चाहिँ तीजको सपिङ गर्न जान लागेको। चाहिँ उहाँ हुनुहुन्छ। स्पोन्सर भन्नुभयो श्रीमानले। त्यही पनि उहाँ नै हो जे भए पनि। कस्तो राम्रो। हामी सबै चारैजना जान लाग्यौँ। 3 जना मात्र जाने भनेको पछि हाम्रो पछि आएर जबरजस्ती साइड पर्दैन अरे के 3 जना। म
मजाले इसी लगाइदियो त इसी लेट्स गो गाइज सुजनहरूले नि कपडा हिजो कपडाहरू गार्बेजमा हाल्दै थियो फेरि निकालेको गार्बेजमा पो गार्बेजको ब्यागमा हाल्दै राखेको ढोका लगाइदिनु नि दाइ उता थिच्नु न कारे ए गार्बेज ब्यागमा हालेर अनि के भन्नुपर्छ के गर्नुपर्छ नि कस्तो पागल गार्बेज ब्यागमा हालेर चाहिँ हामी अब जाँदैछौँ हाम्रो घरबाट कस्तो लागिरहेको त लास्टमा जबरजस्ती यसरी आउँदा यहाँ हेर्नु न 7 बजे भित्र फर्किने सक्छ हामी यहाँ हेर्नु न त्यहाँ फोन गरेर 4 बजिसक्यो 5 बजे बन्द गर्छ के गर्छ सन्डे हो नि त आज कसलाई फोन गर्ने त्यो गाइजहरू यो चाहिँ अनलाइनमा ट्राई गर्दैछ अहिले यहाँ चाहिँ गाडी चलाउँदै हुन्छ कति रमाइलो हो के ज्याक्सन 12 वर्ष अगाडि नेपालको भाइब्स आउँछ होइन ज्याक्सन नेपालको तपाईँले गएको ठाउँ हो भने जस्तो भन्नुहुन्छ नि यो चाहिँ नेपालको रत्न पार्क जस्तै हो यु क्यान फाइन्ड एभ्रिथिङ हियर ओके रमाइलो लाग्छ अमेरिकाको रत्न पार्क ज्याक्सन हाइट नेपाली नेपाली एकै सेकेन्ड ढिलो भयो ए नत्र पार्किङ है यहाँ हो कता आउनु त्यो पारि हो हामी यहीँ झरी हुन्छ ल ल हामी हामी झरी हुन्छ त्यो पारि हो जानुहोस् म उता राइट टर्न गर्छु यही झरी नि त डेस्टिनेसन यही हो हेलो दाइ हामी चाहिँ यहाँ के बनाउन आँटेको हामी नमस्ते दाइ राधे 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 यहाँ दाइको चाहिँ ल भन्नु हामी चितवनदेखि जे विक्रम बाबा हामी जेक्सन हाइट न्यू छ यहाँ चाहिँ हजुरहरूलाई सुन चाहिएको छ भने एकदम मिलाएर दिनुहुन्छ दाइहरूले कस्तो राम्रो राम्रो रानीहरू छ एकदम चङ्लाइदिनु भाइ चाहिँ हेर्नु हामी यहाँ टोल आछौँ टोली आछौँ पैसा नभएर भुक्का टोली ड्राइभर यहाँ चाहिँ बन्छ सुन होइन दाइ बनाउने चाहिँ उहाँहरू हो हेलो गर्नु न दाइ हेलो ल तपाईँलाई बनाउनु पर्यो भने सेयर बनाएको जय विक्रम बाबालाई सम्झेर आउनु होला उहाँ दाइले नि यस्तो राम्रो टक्क बनाइदिनुहुन्छ होइन दाइ हाम्रो दाइहरूकोमा चाहिँ आउनु होला सबैजना किन्नलाई यस्तो राम्रो राम्रो नेपालको जस्तै डिजाइन एकदम सुपथ मूल्यमा बनाइदिनुहुन्छ होइन रचना राणाभाटमा आउँछ हेर्नु यो रचना राणाभाटमा आउँछ हजुर च्यानल होइन यस्तो राम्रो देखियो जस्तो फिल कत्रो ठुलो देखेको होइन हाम्रो आएर बेबीको बाला रेडी यहाँ त अनि एकछिन कोचहरूले गेम स्टप गरेर कोचहरूको बिचमा एकछिन विवाद भयो जेक्सन हाइट भिजिट गर्दैछौँ पिचको सपिङ हुँदैछ हाम्रो आमामा यस्तैमा किनेको यस्तै खाले हो कि अस्ति नै किनेको के छ कि यस्तै खाले यस्तैमा किनेको बिर्से हो मैले त ए उहाँ आउनु ए कति पे गर्नु भन्छ $8 भन्थ्यो $8 आठ में नहीं मिलता 8 में दीजिए ना प्लेन लग्दैन भयो तर मिक्स कलर लग्ने नि हामी चाहिँ यहाँ चुरा किन्नलाई हिँड्दैछौँ तीजको सपिङ हुँदैछ हाम्रो
कति राम्रो राम्रो रहेछ है। क्या कलर चूड़ी कट किया हुआ होता है ना, जैसे प्लेन चूड़ियाँ ऐसे पर थोड़े से कट लगाए हुए होते हैं ना प्लेन। या दिस वन नहीं प्लेन ऐसा ही है, इसमें ऐसा ही प्लेन बट कट 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 के। ऐसे जैसे कोई भी बुना हो जैसे कट लगाए होते एकदम कस्तो मनपर्छ। अब 30 लाग्न लागिसक्यो, हामी यहाँ सिटी आएर यसो चुडाहरू किनौँ भनेर आएको। कस्तो राम्रो राम्रो रहेछ। प्लेन प्लेन पुगेर कति बज्यो 9:30 मा आइपुग्यो। हामी चाहिँ 4 बजेतिर हिँडेको थियौँ यहाँबाट न्युयोर्क सिटी गएर अलिअलि सानो सानो सपिङ गऱ्यौँ। अनि यो साइलीले सुनै किनिनन् अनि माइलीले के त नोज पिन ए अनि हामीले यस्तो नोज पिनहरू यस्तो इयर रिङहरू चाहिँ गिफ्ट पायौँ। अनि त्यसपछि हामी खुसी भएर घर आयौँ। बाई, गुड नाइट। गुड नाइट गाइज। Keep watching, like, share, Vandana, hi. subscribe. वन्दना मक्क छु उहाँ म्याकडोनल्ड पाएर। मेचेलीले McDonald's ए अनि मैले गिफ्ट पनि पाएँ। तीजको भाग चुरा पनि हो। चुरा र त्यो तपाईलाई मैले तीजको भाग लिएको मेरो प्यारो बहिनीलाई। थ्याङ्क यू सो मच। बाई बाई। मैले हो के पर्ने यो। ल गुड नाइट दाई। गुड नाइट। गुड नाइट, सी यू अब नेक्स्ट टाइम। हाम्रो उहाँ चाहिँ हाम्रो पाइलट हो, राम्रोसँग सेफली ल्यान्ड गर्नु भयो। तीज पछि होइन, अर्को 2 हप्ता पछि। बिफोर तीज भेट हुन्छ। ल बाई बाई। यो लाउनु ढोका। सी यू। आउनु भयो, थ्याङ्क यू सो मच उहाँदेखि। बाई। त्यो हो के होइन, जानु जानु म लैजान्छु। बाई, गुड नाइट। भर्खर घर आएर बसे। उफ थके पनि लाग्यो। रमाइलो पनि भयो, तीजको सपिङ भयो। धेरै दिनपछि ह्याङ आउट जस्तो भयो। थ्याङ्क यू सो मच फर वाचिङ। सबैजनाले माया गरिदिनु होला हाम्रो च्यानललाई। च्यानल त के भन्नु, त्यस्तो युट्युबर त होइन भए पनि हल्का मेमोरीको लागि भिडियो बनाएको। सबैजनाले माया गरिदिनु होला। गुड नाइट।